हजुरबा, चुनाव पनि आउन लाग्यो। यो पालि भोट चाहिँ कसलाई दिने सोच्नु भएको छ नि? खै बाबु, अहिलेसम्म त एमालेलाई नै दिइयो। यसपालि पनि उतै दिने होला नि। आखिर वृद्ध भत्ता बढाइदिएकै छन्। अझै बढाइदिए भने हामी बुढाबुढीलाई अलि सजिलो हुन्थ्यो कि। भत्ता त बढाउलान् हजुरबा, तर भत्ता बढेर मात्र के गर्नु? 2 छाक तरकारी खाने पैसा त आइहाल्छ भन्नु होला, तर बजारमा महँगी कति बढ्यो हेर्नुभएको छ? हो र बाबु, भत्ता आएपछि त अलि सजिलो होला नि त। हुँदैन हजुरबा। सरकारले भत्ता 500 बढाउँछ, तर बजारमा चामल, तेल र नुनको भाउ 1000ले बढ्छ। भत्ता त यो महँगीले नै खाइदिन्छ नि। हाम्रो आफ्नै बारीको तरकारी र फलफुल बजार नपाएर कुहिएर गइरहेको छ, तर सरकारले बाहिरबाट महँगोमा तरकारी मगाएर कर खाइरहेको छ। हामी चाहिँ महँगोमा खान बाध्य छौँ। हो त है, खेती गर्नेले मूल्य पाउँदैन, किनेर खानेलाई महँगो। अझ अर्को कुरा बिर्सिनुभयो कि? अस्ति भर्खर सरकारले सामाजिक सञ्जाल जस्तै फेसबुक, टिकटक, युट्युब बन्द गर्छु भन्दै थियो। बन्द गरेको पनि थियो। नेताका छोराछोरी, नाति नातिनी विदेश घुम्छन्, रमाइलो गरेको फोटो फेसबुकमा हाल्छन्। तर जब जनताले उनीहरूको भ्रष्टाचार र गल्तीमा प्रश्न उठाउँछन्, तब उनीहरूलाई डर लाग्छ र फेसबुक नै बन्द गर्न खोज्छन्। ए हो र? हो नि हजुरबा। अहिलेका नयाँ पुस्ताले पढ्ने, सिक्ने, देश र दुनियाँ बुझ्ने माध्यम नै त्यही हो। त्यही विषयमा साना साना बाबु नानीहरूले आन्दोलन गर्दा सरकारले टाउकोमा ताकी गोली हान्न लगायो। कति शहीद भए, कति अझै घाइते भएर पीडामा छन्। यस्तो गर्नेलाई कसरी भोट दिनु? हे भगवान, बाबु तिमीले त मेरो आँखा नै खोलिदियौ। हाम्रा पालामा मनमोहन अधिकारी, मदन भण्डारी, बीपी कोइराला जस्ता नेता थिए। उनीहरू देशका लागि ज्यान दिन तयार हुन्थे। अहिलेका पनि त्यस्तै होलान् भन्ने सोचेर भत्ताको लोभमा भोट हाल्न सोचेको थिएँ। तर ओहो, समय त धेरै नै बदलिएछ। हो हजुरबा, अब पार्टी र झन्डा हेरेर मात्र हुँदैन। हामीलाई भत्ता मात्र दिने होइन, देश बनाउने मान्छे चाहिएको छ। हो बाबु, अब म बुझेर मात्र भोट दिन्छु। हाम्रालाई होइन, राम्रालाई भोट दिन्छु। के थाहा, मर्नुभन्दा पहिले यो देश बनेको देख्न पो पाउँछु कि। हजुरले जस्तै अरू हजुरबुवा हजुरआमाले पनि बुझ्ने हो भने त देश बन्न बेरै लाग्दैन नि। आफ्ना साथीहरूलाई पनि यो कुरा सम्झाइदिनुहोस् है। ढुक्क हो बाबु, बेलुका चौतारीमा छलफल गर्दा म सबै साथीहरूलाई यो कुरा बुझाइहाल्छु नि।